वान को ह्यापी दसैँ छोरी ल सोधिजा ल हामी बस्यौँ बाजे बोजू हुन्जेल त आऊ टिका लाउनु। हेलो गाइस, गुड मर्निङ, शुभ बिहानी र हजुरहरूलाई दसैँको धेरै धेरै शुभकामना। आज चाहिँ हाम्रो टिका लगाउने दिन हो अनि म पनि आइसकेँ हजुरहरू सामु। मलाई त्यस्तो भन्नु आउँदैन क्या अरू जस्तो टिका लगाउनु भन्ने आउँदैन गाइजहरू। अनि म हिजो चाहिँ 5 बजे उठ्छु भनेको थिएँ तर म 6 बजे उठेँ। 5 बजे उठेर के गर्नु है, छिटो हुन्छ होला भनेर म 6 बजे उठेँ। गाइजहरू अनि म चाहिँ गोबर लिनु जाँदैछु, सँगसँगै जाऊँ न मसँगै। पर पुगेपछि म देखाउँछु। मेरो चाहिँ घर यहीँ छ है, यहीँ छ खोला। यसरी हामी खोला तलदेखि जाऊँ कि भनेको होइन, खोलादेखि जान्छु भनेर म जानु थालेँ गाइजहरू। म चाहिँ उठेँ आलु बसाएँ अनि आएको क्या। यसरी गर्छु मिल्दैन त मेरो एङ्कल है, मान्छेहरू के गर्नु हुन्छ। के अरे म उठेँ आलु बसाएँ, आलु भएको मुखसुख धोएँ, प्रोसेस गरेँ। हेर्नु न मेरो आँखा गाइजहरू यस्तो सबै हिजो के अरे गाजर लगाउने ट्राई गरेको, आँखाभरि गाजर कालो भइहाल्छ। अनि म उठेँ अनि त्यही हो मुखसुख धोएँ अनि आलु बसाएँ अनि फेरि आलुलाई तारेँ अनि यस्तो गोबर लिनु त बिर्सेछु पो भनेर अनि लिन आएँ गाइजहरू। गोबर लिनु थाल्थेँ यहीँ हो क्या, यो गेट हो। यहाँ हुनुपर्ने कि छैन, मान्छेले बिहानै लगिसक्यो होला। के हो कतादेखि खोल्नुपर्ने म त बुझ्नै सकिनँ। म 5 बजे उठ्छु भनेको थिएँ अनि फेरि 5 बजे उठेर के गर्नु है। कता भएछ यहाँ गोठ थियो। हेर्नु न गाइजहरू, धानको बाला ठुलो खेतै, धानको त्यो व्यस्त होइन क्या, धान चाहिँ सानै छ, व्यस्त आएको छैन। छ्या साथीहरू शीत पर्नु थालेको छ हौ अझै, सबै चप्पलमा पानी भएर प्यालाट चिप्लिँदैछ। भिडियो बनाउनु त यहाँ हाम्रै घर छेउमा छ, हेर्नुहोस् न धानबारी जुगा टाँसिन्छ होला यहाँ छ भने चाहिँ। धानबारी धान चाहिँ लागेको छैन, के हो यहाँ चाहिँ कोदो रहेछ। यो गोठ चाहिँ गाइजहरू मैले चाहिँ लिएर आइसकेँ। थोरै ल्याएँ, ढोकामा टाँस्ने त भने मैले थोरै लिएर आएँ। धेरै लिएर के गर्नु, घर लिप्ने होइन, चप्पल टिपेर क्या, चप्पलभन्दा खुट्टा अगाडि यत्रो निस्किसक्यो। अनि अलिकति दुधको भिडियो बनाएँ। म बोल्छु नि त, मलाई बोलेपछि लाज लाग्छ गाइजहरू, एकदम लाज लाग्छ। हेर्नु न अब फोटो खिच्नु। फोटो नि खिचिदिएको गाइजहरू। हाम्रो नि कति राम्रो छ हेर्नु न, हरियाली बाँदर पनि राम्रो देखेछ क्या, खोइ देखिएन, घाम लागेको छैन नि त नि। दिस इज अ गोबर। धेरै फोटो खिचाइ भयो जस्तो छ, दुधै हुँदो रहेछ। हल्का भिडियो बनाएँ मैले, धेरै नै बनाएन, मलाई त लाज लाग्छ क्या साथीहरू, त्यो भइकन अलिकति मात्रै बनाएँ। गेट देखाउँछु अगाडिदेखि बनाइरहेको थिएँ भिडियो, मैले यसरी देखाएको छैन। दुधै हुन्छ यसरी निस्किदियो कि के हो। यसरी आएर यसरी खोला तिरै टुङ साहुर भन्दै भन्छ नि गाइजहरू। यस्तै भयो
झन् के नाचिन्छ। भाइ एकछिनमा भेटौँला। गाइजहरू फेरि के देखेँ भने मैले फुल फुलेको रहेछ, हेर्नु न हल्का यहाँ टुप्पोमा रातो रातो छ। यो के को फुल हो, के को बोटको फुल हो? फुलै छैन उयसमा राख्ने, त्यो कलर्समा राख्ने। यस्तो गाइजहरू तिहारमा फुल पनि फुल्दैन जस्तो छ। माइ गड भएको छ। तिहारमा फुल नि फुल्दैन, अहिले दसैँमा नि फुलै छैन। कुन फुल राख्नु होला? स्याहार साथी हेर न, हाम्रो घर पछाडिको सुँगुरको खोर, कुखुराको खोर, मान्छेको यहाँ निकाल्ने ठाउँ यसो छिर्नुपर्छ। हामी चाहिँ बाटो यस्तै छ साथीहरू। खुट्टा धुन्छु म। टुपी लगाइदिनु। मेरो टुपीहरू टुपीसँग पुग्छ होला मान्छेहरू। मजाले खाइदिन्छु नि त म दोकान जान्छु होला साथीहरू। छोलु छोलु गयो युली छोलु हो। आमै आमै नगरी के भयो? के भयो? के भयो? मम्मीलाई भनिदेऊ के भयो? के भयो? अम्मै नि त नि माया लाग्दो कुकुर पनि माया लाग्छ मलाई त। कता राखिदिनु गाइजहरू यसो एक छेउमा राखिदिनु। ल गोबर ल्याइसकेँ। अब म सायद दोकान जान्छु होला। बाबा पनि कहाँ जानुभएछ? यहाँ गाइजहरू यहाँ दाल पोखेको के भएको आज है? मासु थियो नि त फ्रिजमा, अस्ति कुखुरा काटेँ यहाँ राखिरहेको थिएँ। यहाँ फ्रिजको हालत हेर्नु न, स्वाट तानेको सायद यही हो क्या, आइसै भएको थियो। यहाँ मुनि आइस भएर टालिदिएको थियो र स्वाट भाँडै टाल्यो कि स्वाट सबै झरेर भन्नुहुन्छ भने। बिहान बिहानै के बिजोग हुन्छ मेरो चाहिँ रिस उठेर। म त आज फेरि हेर्नु न चिसो चिसो छ मौसम, पानी पर्ला जस्तो। बिहान त पानी नै पर्दै थियो होला, मैले आज पकाएको फेरि हेऱ्यो टुन 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 यतिले पुगिहाल्छ नि। आज चाहिँ प्याट भएछ, एक सिटी हान्दा हान्दै अर्को सिटी लागिगयो। अनि चाहिँ यो चाहिँ फत्केको लागि गाइजहरू थोरै छ, धेरै मटर चाहिँदैन रहेछ क्या। अस्ति धेरै हालेको मटर चपाउँदा मेरो दाँतै दुख्यो। मैले अस्ति भन्दै थिएँ नि किचनमा पर्दा लाउनु मन छ भने चाहिँ यही हो क्या। यही लाएको स्प्रिङमा लाएकै छैन, बाली लगाइदिने भएको छैन। मेरो त मेलो भन्छ त हौ, मेरो बलै छैन। यस्तो झुन्डिरहेछ, यहाँ मिलाउनु पर्ने छ। मिलाउँछु भन्दा भन्दै यस्तो भइरहेछ साथीहरू। आज सबैजनालाई ह्याप्पी दसैँ गाइजहरू। विजय दशमी 2082 सालको दसैँको शुभकामना। हाम्रो भाले फेरि बाँचेर सुनेन नि होला। भाइ एकछिनमा भेटौँला। म भ्लग बनाउनु थालेँ नि त म भुलिहाल्छु क्या। हेलो गाइज वन्स अगेन, हेलो वन्स अगेन वेलकम ब्याक। मलाई चाहिँ क्या म चाहिँ दोकान गएँ, सामानहरू ल्याएँ। प्राउन चिप्स लिएको थिइनँ मैले, प्राउन चिप्स ल्याएँ। अनि मैले के लिएँ, पैसै सकिन्छ हौ। अलिकति बोकेर गएको पैसै सकिन्छ। म त पागल हुन्छ होला पैसाले नपुगेको देख्दा पनि। त्यस्तै हो। यहाँ हेर्नु न पाएको खाएको छुइनँ मैले, खाँदैन होला सायद। म टिका लगाएर मात्रै खान्छु होला। हेर्दै जाऊँ साथीहरू के हुन्छ है। यो पापड भएको ओ माइ गड झन्डै झऱ्यो। अनि यहाँ मासु पाक्दैछ, यहाँ मासु पाक्दैछ गाइजहरू। अनि यहाँ चाहिँ म पापड तार्दैछु। यो मैले सुरज पापड फुलाइसकेँ। अब म फुलाउनु गइरहेको छु प्राउन चिप्स। त्यो चिप्सलाई चाहिँ म फुलाउनु गइरहेको छु। म मासु देखाउँछु गाइजहरूलाई। मासुदेखि चाहिँ पानी निस्किरहेको छ, अस्ति त निस्किदिएको थिएन। अहिले चाहिँ यो फ्रिजमा राखेर क्या पानी चाहिँ निस्किने खालको भएछ। ब्रोइलर कुखुराको मासु यसरी देखाउँछु त साथीहरू। यसो देखेको भान्सामा वेलकम छ गाइजहरूलाई। कस्तो नअघिएको यहाँ चाहिँ रहेको छ ब्राउन चिप्सको चाहिँ म यहाँ ग्रान्ड ओपनिङ हुँदैछ साथीहरू। कसरी खोल्नु पर्ने हुन्छ। हामीसँग ब्राउन चिप्स यति भएको छ देख्नु सक्नुहुन्छ। सुरुमा यो पहिलो पापडलाई चाहिँ म हात खोलेर फेरि
जिन्दगी म यो छिटोमा बनाउनु पर्छ। हेलो गाइस, फेरि यिनीहरू आइगयो क्या। ग्रेनिस भित्र जा, हल्ला नगर जा। म चाहिँ यहाँ मुला काट्दैछु गाइसहरू। यिनीहरू हल्ला गरेर फेरि मेरो यहाँ भिडियो स्टार्ट गर्ने बित्तिकै कुद्दै आउँछ। फर्केको लागि म चाहिँ मुला काट्दैछु। बाबुले यसरी टकिङ बोर्ड चाहिँ यस्तै छ, अब पुरानो भइसकेको छ, पहिले गएको छ। आज फेरि हेर्नु न, आज शीतल छ। नुहाउनु चाहिँ कसरी नुहाउनु होला। 8 बजिसकेको छ। मैले चाहिँ अब मुला र आलुदम पकाउनु बाँकी छ, अनि भात चाहिँ नपकाउने हो। दाल मोठ छ। भुजा ल्याउनु गएको, भुजा चाहिँ बिर्सेछु। भुजा चाहिँ म हतपत खाइहाल्छु कि चिउरा चाहिँ त्यत्तिकै छ अस्ति ल्याएको। भुजा चाहिँ म चटपटो बनाएर खाइहाल्छु। अनि भुजा चाहिँ छैन, चिउरा चाहिँ छ क्या। चिउरा चाहिँ फेरि ल्याउनै बिर्सेछु। अगाडि पाइहाल्छ त्यो त। लिएर आउँछु। फेरि आज यति हल्ला छ, भित्र टिभी हेर्दै होला, त्यस्तै यत्रो बजाइरहेको छ। त्यही माथि म बोलेको सुनिँदैन रहेछ गाइस। हिजो हेरेको भिडियो मलाई आफै चित्त नबुझेर त्रुसोले बोलेको गाइसहरू। केटाकेटी त्यस्तै कराउँछ। ल गाइसहरू, यति नै गर्छु। टिका लाखहरू भयो। आमामा टिकाहरू भरे डल्लै भागी छ। अहिले पकाएको मात्र यत्रो भिडियो भइसक्यो। अब भरे टिका सिका लाखो भने कति हुन्छ होला गाइस। अहिलेलाई यति नै, भरे भेटौँला। सबै पकाइसकेर बाई। हेलो गाइस, आन्टी जस्तो रञ्जना देवकोटाको साथमा तपाईँ सम्पूर्ण दर्शकहरूलाई बरादशमी गाईको कामना गर्दै म ज्योतिषी ठाकुर देवकोटाके चाहन्छु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ, सधैँ हामीलाई हेर्न चाहनुहुन्छ, हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सिनुहोला। आजलाई भने यहाँको नाचबाट म ज्योतिषी देवकोटाके चाहन्छु। यहाँको विजयादशमी बडा दशैं भाग्य र सभ्य रहोस्, हामी यही कामना गर्छौँ। र सबैले आजको दिनमा गाइजहरू रेडी भयो। यसरी चाहिँ मलाई कपालले चाहिँ नसुहाएको होला क्या। म सिउँदै फुटाउनु पर्ला। मलाई यसरी सुहाउँदैन। आन्टी जस्तो देख्छु म त आफूलाई। यस्तै रहेछ जिन्दगी, होइन नि। म आइकन दुईजना मैले बुझाउँदा किन बुझिनस्। यसो चाहिँ सुहाए झन् यहाँ हो यो मासुले क्या। गाइजहरू पिना छ पिना। लु यसरी सुहायो होला हौ गाइजहरू। मलाई चाहिँ यसरी हेर्ने बानी भएर होला। फिनेल देखाउँदैछ। जहाँ भित्र गइकन बस गाइज। यस्तै हुँदैछ दसैँ। तर तेल पनि लगाएको छैन यसले पनि। त्यहाँ नरिवलको तेल लगा। हेर्नुहोस्, म त आफ्नो अनुहार देखेर पनि विरक्त आफ्नो गाइजहरू। यस्तै हुँदैछ गाइजहरू। म यहाँ तेल लिनु जानु पर्ला। यो गदाले देखेन तेल पनि। म त केही गर्दैन बाउ छोराले। किचन यस्तो लाथालिङ्ग छ। किचन चाहिँ अन्तिममा रहँदो रहेछ। भित्र सफा गर्दा यता के गर्दा घरमा कसले गरिदिँदैन। आफै खटिनु परेछ। हेर न कति नराम्रो। यो तेल लिएर आएछ भनेको यो के गर्छ साह्रै गदाहरू मात्रै छ क्या यो घरमा त। रिस मात्र उठ्छ साथीहरू मलाई त। आउटफिट आउँदा त्यही देखाउँछु है गाइजहरू। लाइस् अनि के भने मैले त मोबाइल यहाँ ल्याइहाल त्यहाँ राख टेबलमा। सुन्दैन। लु उठेर तपाईँ चाहिँ गर्नु थाल्नु। हेलो हजुर हजुर है आमा नमस्ते नमस्ते खोइलु अनि सुन्नु न भन पहिलाको बुढो आखा र आछैन सबै आउँछ यहाँ छैन
हाम्रो फलफुल छ गाइजहरू यति नै होला सायद गीत बजाउँछु हेलो गाइज गर्नु म चाहिँ हप्सी हो अब गाइजहरू म दसैँको गीत बजाउँछु अनुहार हेर न मलाई त देख्दा नि विरक्त लागेर सुनाउँ पालिस पुस्नु भन्दा नि यतिकै भयो अनि बिजी पर्सन गाइजहरू आया डी लेख्ने बित्तिकै आउँछ क्या आउँदैन दसैँ डोरेमन आउँछ 2000 यहाँ आयो त दसैँ सङ भनेर दसैँको गीत रहेछ मान्छेले दिए आइसे आइस दसैँ कुन गीत बजाउनु साथी जरी डोरे पनि कति सुन्नु लभ हुनेमा आउँथ्यो दसैँ आउन दसैँ आयो सिरेमा जमा गरे गाइजहरू म गीत हेर्दैछु कुन बजाउने होला त्यो क्या रातो टिका बजाउनु आन्टी लभर आउँछ दसैँ तिहार हाम्रो दसैँ माइती घर यही गीत मनपर्छ क्या मलाई नाच्दिउँ गाइज ए आउटफिट अफ द डे देखाउँछु ल तपाईँ भेस लाइकन लु गर्नु 7 मिनट हुन लाग्यो गाइजहरू बाबाले फेरि लाइटहरू हराएर के गर्छ किचनदेखि चाहिँ अघि लगेको है पागल हुन्छु क्या म यहाँ गर्दिँदै फुल्नु पनि हाल्नु पऱ्यो मैले कलर्समा फुलै हालेको छैन अब म हाल्छु गाइजहरू एकछिनमा भेटौँ ल देखिँदैन थालेन टिकाको प्लेट मात्रै ल्याएछ ल हुन्छ यत्रो बोक्नु नि सक्दैन हान्छ सेतो टिका अब यता सर्दैछ है कति साल भयो हामीले यहाँ दसैँ मनाएको 50 साल भइसक्यो 45 सालदेखि अहिले कति भयो 45 साल चाहिँ उता थियो है यहाँ त कतिको 82 को मात्र हो 73 देखिको हो कि 82 72 देखिको 1 2 3 4 5 6 7 वर्ष भएछ लु हामी देउरालीमा दसैँ मनाएको के झर हौ पैसा त लिनु मान्दैन त हौ के भयो 6 वर्ष होला हौ त्यो 6 वर्ष कसरी 6 वर्ष के झरो पैसा झरो कहाँ झरो 21 यहाँ के हुन्छ घरि पैसा हराउँछ घरि यहीँ छ होला नि खोइ अर्कोले दिन्छ म त के हराउँछ साथीहरू घरि लाइटहरू हराउँछ त्यही कहाँ छौ पैसा नि फ्ल्यास लाइट बालौँ भनेको फेरि देख्दैन भेट्नु भयो बाबा भेट्नु भयो 2 रुपियाँ थुप्रो वर्ष भयो क्या हो 2 रुपियाँ दिउँ भनेको पैसै हराएछ अब 1 रुपियाँ रुसाउँदै हुँदो रहेछ भगवान्ले बङ्गाल त रुपियाँ होइन त पैसा चाहियो क्या पैसा आथा 5 पैसा 2 पैसा ल नवदुर्गा के जाति रक्षा गरौँ है हामी सबैको भयो सक्यो पूजा यहाँबाट भयो उताबाट यता कहाँ छिटिको पैसा नि कहाँ झरो यो है त गाइसहरू यही हो त्यहाँ छ त त्यहाँ हेर्नु त त्यहाँ बालिदिनु यी टिका लगाउनुहोस् लु टिका लाइटर फेरि त्यस्तै छ छोडेको बेला चाहिँ बोल्छ है फेरि त्यो पर्पल कलरको न त्यहाँ लिइरहेको थिएँ त
हो धुपको उयो धुप राख्ने मैले त बल्लो दिएँ त धुप राख्ने त धुपको घोच्ने बलेन यो सोधिन धुप बल्दै कोठामा छँदैछ जबरजस्ती रिसायो क्या हो लु देखाउनु हुँदैन हाम्रो टिका लाउँदाखेरि हामी क्यामेरा कहाँ राख्छौँ होला हामी मिलाउँ है त साथीहरू अब यो जुमै हुनु मान्दैन रमाइलो चाड गाउँघरमा आइपुग्यो नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो बस खै पैसा अब के हो यो हुन्छ क्या धेरै गुरु धेरै गुरु दसैँमा टिका लाउँदा धेरै ल एकछिन नआइले खाँदैछ केरा यो कता टिका पनि अब के हो कस्तो हो यही होइन सबैले छेल्दिनुहुन्छ क्या यस्तो बाङ्गो भएर यो टिका के को बाङ्गो टिङ्गो त्यस्तो हुँदैन यो थपै अब के थाप्ने दसैँ दसैँको धुन कस्तो नराम्रो चामल पनि छैन त अब यस्तै हो अलिक राम्रो राम्रो पढ्नु यसलाई चाहिँ म मोड्सिस् त फेरि नि पालो आउँछ मेरो यो के अरे निधारो भन्दा ज्यादा नाकमा लागिसक्यो होला टिका नि यस्तै रहेछ चामल महँगो छ अलिक थोरै आएछ बरु यस्तो दसैँको ए अघि एकैचोटि भइसक्यो हौ यहाँ सिधा बसै बरु बाबा यता आइकन लगाइदिनु छेदेर सबै धेरै पढ्नु लखर लखर गाउँ नडुल्नु यस्तो भनेको आइदैन छिटो छिटो त्यस्तै भनेको थियो गाउँ गाउँ धेर गाउँ गाउँ बढालिने होइन आमा बाउले भनेको मान्नु यहाँ छिटो लकर लकर कुकुर त लुइरी जस्तो नडुल्नु यहाँ आइज छिटो ल ल लास्टा टिका त्यसरी पुग्छ अनि तैँले त्यसै अब त दसैँ अब त अहिले स्कुलको लाग्छ तैँले छिटो छिटो लाइसक्यो आमाले टिका ए लुटी राख्नु आमाले लाइसक्यो छिटो ल ल छिटो त्यसो गर्छ त्यसो भए त के स्कुलको लाग्नु पर्ने रहेछ त्यसलाई त धेरै पढ्नु ज्ञानी यहाँदेखि भिडियो बनाइदिन्छु भने राम्रो राम्रो पढ्नु ज्ञानी हुनु पछि तेरो आमालाई पाल्नु मेरो मोबाइलले भयो 24 हो नपाल्ने टाउको ठाडो गर अघि ताल त्यस्तै भनेको नानी ल लगाइदिए जस्तो यसको मोबाइल पनि खोलिन्जेलसम्म चाहिँ क्यामेराले आलु जस्तो मेरो मोबाइल
कस्तो भयो गाइजहरु पैँची कहाँबाट आयो आ भन्दै लिएर आएको होला म पैँची कहाँ डुल्छ हौ घरिघरि अब के वान अन्त धेरै लाउने एक दुबो त लाउँदैन होला हौ दुबो जस्तै मौलाउनु कुकुर बौलाए जस्तै बौलाउनु भनेर म भन्दिनँ होइन यहाँ थियो मेरो चिम्टी त ल यहाँकै गुरु गुरु किन लाको अर्को ल अर्को लाइस अहिले कुटै खान्छ होला हौ यसले यो बाँदर छ क्या यसले डिस्टर्ब ल कानमा नि हुँदैछ न मैले यता आइज अलिक खाटेको ल त्यो ढोक्या खुट्टा कत्रो उठाउँछ क्या यसले खुट्टा ढोक्यो छिटो खयौ बाबाको ढोक्दैन खुट्टा ल भाग्य मानि हुनु धेरै धेरै पढ्नु ए खोइ त जमरा त कानमा सिउरिन्छ त त्यो जमरा लगा ए यसलाई जमरा नसमरा गोरुले यहाँ यसरी भिडियो बनाइदिएको दी बाबाले लगाइदिनु यहाँ मेरो मैले थिचिसकेँ नि फेरि नथिचै केही पनि मलाई मजाले देखिरहेछ त्यहाँ हल्लिन्छ धेरै पढ्न नजान यहाँ चिम्टी छ यसरी चेप्ट्याउँछ कता चेप्नुहुन्छ अलिक देखिने गरी यहाँ देखियोस् कहाँ देख्नु पर्ने देखिँदैन देखिस् भाइ यता ओठ नजिक आइज त अलिअलि गर्दै अलिअलि देखाउँदै आइज अरे म त 5 रुपियाँ दिने हो त फेरि यहाँ चाहिँ किन टिक्नु छ म त यसको चक्क अलिक पर जा यहाँ खुट्टा ढोकेको देखा भाग्यमा म छोरी हो नि त मलाई ढोकेको यहाँ त ढोकिहाल्छ पनि यस्तै रहेछ दसैँ अब दसैँ सक्यो खानेकुरा आफै ल्याउने पस्किने खाने यस्तै रहेछ दसैँ अब तपाईँ चाहिँ टिका लाउनुहुन्न अनि कहाँ मलाई अलिक टक्कले लगाइदिन्छ यहाँ फेरि यहाँ चामल भन्दा धेरै दही छ सबै लु भयो यस्तै बोलु गाइजहरु अलिअलि ह्यापी दसैँ मम यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ ह्यापी दसैँ ए फोटो 3 2 1 गो ह्यापी दसैँ लुइजीलाई टिका लगाइदिँदैछ है म त युवीको आयो अब यहाँ हाम्रो छोरीको लागि दसैँ हुँदैछ है आइज युरी छोरुको दसैँ ल छोरुको दसैँ हुँदैछ ग्रेनी छोरुको दसैँ हेर्नु आउँदिनस् ल ल युरीको नि दसैँ ह्यापी दसैँ युरीलाई मानेको ल मानिराख है ह्यापी दसैँ छोरी तन छोरी अरे ल दिउवा लु खा लु भात खा यो तेरो तैँले नलाइदिएको युरीलाई टिका तेरो नि छोरू होइन खाँदैछ युरीले युरीको नि दसैँ भयो आयो दसैँ आउँदैछ युरीको दसैँ मासु चाहिँ अगाडि खाइँदैछ आलु त खाँदै छैन हेरै छैन उफ गाइज फोटो खिच्यो हल्का फुल्का हालो हेर न जस्तै टिका हाल्दै गरेँ त्यसको अलिकति म यहाँ कसरी ठिक पार्नुपर्ने छ साथीहरू बोतल छैन गाइजहरू
कहाँ जान लागेको गाइजहरू म चाहिँ अब कोसेली हाल्छु ठिक पार्छु हेर्नु होला मेरो पढेर हेर्नु न मस्कारा लगाएको अलिकति उठिरहेको छ मोबाइल नहरेको देखि म ढल्छु होला बुढो यहाँ चाहिँ छ हाम्रो स्याउ छ स्याउलाई चाहिँ म भात बनाउन गइरहेको छु उफ 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 कति हाल्दैन चाटा चाटा टीका कसरी लगाइदिनुहुन्छ दसैँमा महिलाले टीका लाउन लाग्यो लेडी उपाध्यो कसैले यो पाटो को महिला ससुरा फेरि शरीरमा पढाइ यस्तो गरेर बस्न अघि यस्तो गरेर घुँडाले पढा
सुशान्तको चाहिँ आगमन भइसकेछ हाम्रो घरमा। नगरे दादालाई नचलाएर यो पनि बसोस् आइसमा टिका लाउनु कसैले बोकेर आएछ गाइसहरू कसले लगाइदिँदैन मलाई अनि घरमा यस्तो सम्झ अनि हाम्रोमा कहिले टिका त लाउँदैन यहाँ हाम्रोमा मात्रै हुने रहेछ। दसैँ पनि भूत जस्तो भइसके ऐना नि हेरेको छैन। खाउलु हावा खाउ सुरुमा अनि टिका लाउँला। म त मैया दिदी पो आउनु भएछ बोल्दै भन्छु। ल गाइस आइसमा आएछ हेलो भन्दै कति राम्री देखेको मलाई हेरिदिन हेरेर टललाई टल्केछु म ल मन परेमा सम्पर्क गर्नु होला। पर्दैन इन्स्टाग्राम आइडी भन्देऊ फेसबुक चलाउँदैन इन्स्टाग्राम भन्देऊ छैन मेरो इन्स्टा पनि यस्तो सोची छ। ल गाइस यतिमा भरे टिका लाउँदा भेटौँला। त्यतिकै टिका मात्रै छिटो टिका लगाइदिनु भनेको होइन त्यही हो त टिका लाउने। उलु स्याउ खाने बरु एउटा एउटा जाने ल। पैसा दिएको थियो हामीलाई अब बाटो के खाने पाप परै भदैनीहरू आएका छन्। पनि राखिदिइरहन्छु फेसबुकको पनि। फेसबुक नेपालमा मेडिकल ठुलो सुम्निमा मेडिकल भन्छु होला म। ठुलो निधारमा ढ्याप लाएर अब भाग्यमानीको निधारै ठुलो दही खानु नि गरिकन ठकाउनुको लागि हो आमा। गाइसहरू हाम्रो चाहिँ टिकालाई चाहिँ रात बितिसक्यो। दिन रात त्यहाँ घरमा फुपू आइराख्नु चाहिँ खाँदै हुनुहुन्छ अनि हामी चाहिँ अब टिका लाउनु गयौँ। बाबाले लगाइदिनुहुन्छ कि लगाइदिनु हुँदैन फेरि फोटो खिच्ने मान्छे हुँदैन भन्दै हुन्थ्यो के हुन्छ। यस्तो गायकहरूको छ र यहाँ यस्तरी। ल हामी चाहिँ आइपुग्यौँ। युरी पनि आइपुग्यौँ। यहाँ चप्पलै चप्पल छ आइपुग्यो। एबिजलको घरमा आयौँ है हामी। लु दसैँ चाहिँ ल हामी सबैजना अझै घर बाँकी छ दिदीको मन दुख्नु भयो भने जस्तो हुन्छ। के आउने अलिक यस्तो बिचमा राख्दा कति साह्रो देख्छ अलिक को थियो यहाँ अब नेता फर्किने
आइहाल्छौँ ल है हामी यहाँ बोजूको घरमा टिका लाउँदैछौँ होइन भिडियो हो भिडियोमा बाजे गाइदिनु नि अब म भोलि पर्सि भटाइ बाले बुढो जति भएछ ल है के जाति के हो के मन छ जे भए पनि फलोस् फुलोस् पक्रोस् अन्तिममा झरोस् अन्तिममा झर्छ नि त फलेर फुलेर पर्दैन कहाँ भान्जालाई पैसा दिन्छौ हिँड्दा ठेर्न लागोस् केरा गाँजे जस्तै गाँजिनु दुबो मौलाए जस्तै बोलाउनु कुकुर बौलाए जस्तै बौलाउनु के अरे नवदुर्गाले रक्षा गरून् धेरै नतात्ने यो पाँच राति हुँदो सुत्नु पनि दिँदैन त्यसको निधारमा सुन्यो हो त्यो बिचमा लादिनु बिचमा रातो छिटो पढ्नु आउँदाखेरि ज्वाइँ लिएर आउनु नातिनी ज्वाइँ अहिले अलि एउटा खुट्टा उभिनु अनि मात्रै ल्याउनु एउटा खुट्टाले गाह्रो हुन्छ दुईटै खुट्टाले दिएको हुन्छ है एउटाले कसरी उभिनु हौ उभिँदा चाहिँ दुईटैले सक्यो छैन होला सोधिचारको त चाहिँ होइन 2-3 ग्रुप बाइक ए मान्छे आउनु जाने भोलि खोइ जानु पर्ने हुन्छ ठाडो गर त यसरी ठाडो पर्ने यस्तो गरौँ भने मलाई रिस उठ्छ प्लिज मजाले थापेर बस हाम्रो त्यस्तै कुर्दै लागिदिन्छ अब त्यो त अलिक बुद्धि आएको नि धेरै पढ्नु राम्रो पढ्नु छिटो पढ्नु साथीभाइलाई नराम्रो नगर्नु है टुक मुखमा नहान्नु हान्दाखेरि चाकै चाकमा हान्नु मैले गर्दा मरेको जिउँदै छ बोजूले अब चाहिँ बर्बाद गर्नुभएछ बोजूले ल हुन्छ केही हुँदैन दिएको त थिएन म यहाँ लगाइदिन्छु अब बाजे यहाँ छ चिनी त नाकमा लगा यहाँ छ मेरो चिनीहरू यसलाई नाकमा लगाइदिनु नाना कानमा लाइदिन्छ यो यी भान्जालाई दिनु यो रितो हात अलिक लगाइदिनु मजाले हुँदैन रितो हुँदैन रितो अलिअलि ल नाना ल नाना आयो पुग्नु नि सक्दिनँ अब अहिले त छोडेपछि त्यहाँ सामान मान्दैन त्यति भने लु समा है कान्छा ल नमस्ते नि गर्दैन ल सोधिछ ल हामी बस्यौँ बाजे बोजू हुन्जेल त आऊ टिका लाउनु बोजूलाई नबाध्नु है मसँग पर्दैन लु अब उतै जानु होला होइन सोधिसा म बाँध्दिन नि किन बाँध्नु त रक्सी चाहिँ नदिँदा रिस उठ्छ बेला बेला बसिँदैन अब गाइसहरू हाम्रो सक्यो यो चाहिँ बाजे बोजू हाम्रो छेउकै हो यहाँ चाहिँ रमाइलो हुन्छ यहाँ आइराखेको भएकोले यहाँ हुन्छ बाजे बोजू बोजू बाजे ए हो लगाइ यहाँ चाहिँ यो आजको दिनको अन्तिम खाना हुँदैछ बोजू
बाजे ल ल बाई आइज छ टिका लाउनु दसैँको दोस्रो दिनमा टाढाको पाहुनाहरू के गाडी जानाले गाडी पाएन त्यो किन ढिलो आएको अनि आएन त हिजो कसरी जान्छ भिडियो त बनाउँछु नि म लु बसलु निन्छ किन निकालेको यहाँ ल्याउने अहिले निन्छ र त म फेरि ल है टाढोबाट आइपुग्यो ढिलो ढिलो गाडी धन्न भेटेर आइपुगेछौँ ढिलै भए पनि साउने कता हो साउने त्यो पढ्नु है त्यो पढ्नु ल अझै अलिकति यो अर्को चक्चा चाहिँ यता छ मेन चक्चा छ ल है ल यिनीहरूलाई चाहिँ केही खाने टाउको बिस्कुट अब यस्तै दिनुपर्छ बनाउने मान्छे आउनु पर्यो यो मिल्छ यहाँ दालमा दिदी खाने कानमा लाउने टोपीमा राख्दै है नमिल्छु निमिल्छु लु पाँच टुक्रा पिरो भने बिस्कुट खाने यहाँ दाल मुन्छ खाने तिमीहरूले चाहिँ खाएको होइन हेर्ने घोडी दुख्ला नि फेरि खाँदैन भाइलाई चाहिँ खोइ दिएको भाइ चाहिँ खान्छ चिसो किन खाएको अब नखाऊ किन अगाउँछ भनेर खोक्दैछ निन्साले लास्टै बिमार छ निन्सा कान्छीको अनि आवन पनि लाउँदै गरेको हो क्या हो दस्तीहरू जतिको दस्तीहरू ए दुईटामा त अनि मेरोमा अलिक उयो देख्छु त राम्रो होला नि मेरोमा अलिक उयो छ क्या क्यामेराको लेभल उयो भइसक्यो क्या एक महिना चाहिँ जानै पर्छ अरे नि अनि तेरो उयो किनिराखेको छ त तेरो पैसाले अब तेरो पाला आयो है त त्यसलाई नाकै नाकमा अघि लागिसक्यो टिका नासेका अलिकति टाउको निहुराउनु पर्दैन टिका लगाउँदाखेरि पनि त्यसको त्यस्तै देखिन्छ त्यस्तै फेरि देख्दैन एक कुन कट हँसे हो अब दसैँ आवनको पाला हेर्ने मुखै किन चलाउनु गेन्सको दोस्ती हेर त टिका लगाउँछु मेरो खुट्टामा चाप्पा खानु नगर्ने यो त बम भइहाल्छ
बाबा निस्किँदैछ अनि खानेकुरा दिएन अरे हेलो गाइस मान्छे साथी मलाई बोल्नु थियो अप्ठ्यारो लाग्छ हेलो गाइस म चाहिँ यहाँ फुल फुल्ने दबाई हाल्दैछु कस्तो क्या यो फुलमा त भालेर पोथी छिनेन हौ सबै भाले फुल फुल भने त म त पागल हुन्छु गाइजहरू अलिअलि सब फुल पनि अब रोप्नु पनि मलाई कति साह्रो परेको साला सक्दिनँ म रोप्नु पनि त्यही पनि अब मरेर रोपेको नि सबै भाले फुल फुल भने त म त ला साला ला आगै भाँच्यो अलिन्छ तर यसको त हल्का भाँच्यो नि भिडियो बनाउनु थाल्यो नि यस्तो हुन्छ गाइजहरू अलिक दिमाग होसमा रहँदैन यसको चाहिँ तर भाँच्यो नि हुन्छ यो सयपत्रीको चाहिँ मखमली चाहिँ फुलेर ढकमक्क छ फुल पनि छैन क्या नभए उपल पराल त यत्तिकै हुन्छ नि मजा आउँथ्यो ओहो तिहार आयो जस्तो अहिले त छैन हाम्रो बारीमा म मात्रै छ नि आन्टीहरूकोमा होला अलिअलि यसरी लाउँदैछु म दबाई चाहिँ हिजो ल्याएको फुल फुल्ने दबाई आज त लाउनु पर्यो आज दसैँ सक्यो आज कति गते आज 22 गते भइसकेको छ अनि अब कहिले छ तिहार आइसक्यो गाइजहरू फुल फुल्छ कि फुल्दैन गाई चाहिँ हाम्रो मखमली चाहिँ यति भएको छ उतातिर नि थियो सबै नसारेर त्यो चाहिँ सबै उयस भएछ त्यो पनि फुल्दै रहेछ सानो सानो यो चाहिँ मैले थिएँ क्या लाउँदा जे भएर त अलिक क्लियर चाहिँ देखाइदिँदैन है यति छ मखमली फुलेको चाहिँ थोरै छ सार्दिएको थिएन त्यो चाहिँ मैले सार्दिनँ क्या अरूतिर जाँगर छ नि त मेरो त कत्रै हाम्रो उखु त्यहाँ उखु पनि छैन सबै अहिले त छैन उखुहरू पनि सबै उखु नै चोरेकै गर्छ है मखमली यति नै छ मखमली फुल चाहिँ सबै कोपिला चाहिँ लागेको छ हेर्नु न गाइजहरू कोपिलाहरू चाहिँ लागेको छ सानो सानो अनि एकछिन त म त फुलको वेस हेर्छु सबै भाले फुल जस्तो देख्छु सायद पोथी होला मलाई हेर्नु नआएको होला गाइजहरू अनि म साथै गएँ नि फेरि सबै भाले पनि देख्न सक्नुहुन्छ यति छ बोटहरू अलिक झामिएको छ मैले चुट्टाएर मलाई सुरुमा थाहा भएन है सुरुमा चाहिँ काट्दै पछि चाहिँ चुट्टाउनुपर्छ थाहा भएपछि अनि चुट्टाएर हल्का हल्का चुट्टाएर बढी त चाहिएको थियो बोट अनि यति छ फुल चाहिँ यति छ फुल चाहिँ कि फुल्दैन गाइजहरू यो फुलको यस्तो छ म यो उयस गर्नु भोलि पर्सि यहाँ यो के अरे फुलेपछि देख्छु न त्यहाँ फुल्छ कि फुल्दैन अन्तिममा फुलेन भने होइन फुल्छ थिङ्क पोजिटिभ भनेको ल है त ल फुलेपछि भेटौँला यो अगाडिदेखि हुन्छ त यहाँ फुलेपछि भेटौँला गाइस दसैँ सकिसक्यो झन्डै दसैँ र तिहारको भ्लग सकियो आउनु लागिसक्यो किनकि भने मैले एडिटै गरेको छुइनँ मेन कुरा एडिट गरिसकेको छु तर मैले हालेकै छैन के गर्दा मलाई दसैँ लागिरहेछ गाइस अनि घरि बाबाको मोबाइल हुँदैन घरि के हुँदैन उतो फुलको चाहिँ मैले अस्ति भर्खर छुट्याइदिएको थिएँ अनि उयस भएछ कोपीलाई लागेको छैन डेक छुट्याएर र गाइसहरू ल बाई यो भ्लग पनि बाई दसैँको छ सबै हाम्रो सुरुदेखि अन्तिमसम्म दिनको छ बाई बाई अब तिहारमा भेटौँ